हेलो एभ्रिवान वेलकम टु माई च्यानल। जस्तो कि हजुरहरू जस्तो स्टुडेन्ट हुन केही टाइम मोटिभेसन मेन्टेन गर्न गाह्रो हुन्छ। धेरैचोटि डिस्ट्र्याक्सन आउँछ र लाग्छ कि अब गिभ अप गर्छु। तर डोन्ट वरी, आजको भिडियोमा म हजुरहरूलाई केही सिम्पल तर एकदमै इफेक्टिभ टिप्स दिन्छु जसको मद्दतले तपाईहरू आफ्नो स्टडीमा फोकस गर्न सक्नुहुन्छ र प्रोक्रास्टिनेसनको चक्करबाट बाहिर निस्कन सक्नुहुन्छ अनि तपाईँ आफ्नो गोल्स एचिभ गर्न सक्नुहुन्छ। सो ढिला नगरौँ, भिडियो सुरु गरौँ है त। लेट्स डाइभ इन एन्ड मेक यो स्टडी जर्नी इजियर। सो हाम्रो फर्स्टमा रहेको छ सेट क्लियर गोल्स। स्पष्ट लक्ष्य बनाऊ। वाइ आर यु स्टडिङ? पढाइको उद्देश्य थाहा पाउँदा तिमीलाई राम्रोसँग ध्यान दिन सजिलो हुन्छ। तिम्रो लक्ष्य के हो? परिणाममा राम्रो अङ्क ल्याउने, भविष्यको लागि तयारी गर्ने वा आफ्नो सपनालाई पुरा गर्ने? यो चाहिँ तिमीले क्लियरली सोच्नुपर्ने हुन्छ है त। र नम्बर 2 मा रहेको छ स्टप प्रोक्रास्टिनेसन। समयको सदुपयोग गर्न। स्मल स्टेप्स लिड टु बिग रिजल्ट। जब प्रोक्रास्टिनेट गर्न मन लाग्छ नि, थोरै समय पढेर विश्राम लिन्छु भन्ने सोच। हामीले यो थोरै समयमा लामो परिणामहरू प्राप्त गर्न सकिन्छ। नम्बर 3 मा रहेको छ फोकस एन्ड इफर्ट नट जस्ट रिजल्ट। मेहनतमा ध्यान दिनु, केवल परिणाममा होइन। फोकस एन्ड इफर्ट, द रिजल्ट विल फलो। तिमीले केवल अङ्कको पछाडि नपढ के, मेहनत र प्रयासमा ध्यान देऊ, परिणाम आफै आउनेछ। नम्बर 4 मा रहेको छ स्मार्ट टाइम म्यानेजमेन्ट। समय व्यवस्थापन गर्न। वर्क स्मार्ट नट हार्ड। समय सेट गरेर पढ्न सुरु गर। बिचमा छोटो ब्रेक लिँदा फोकस कायम राख्न सजिलो हुन्छ। यसले काम छिटो र स्मार्ट गर्न मद्दत पुर्याउँछ। त्यसै गरी नम्बर 5 मा रहेको छ स्टे कन्सिस्टेन्ट। निरन्तरता राख्नु। स्मल डेली ह्याबिट लिड टु बिग चेन्ज। प्रत्येक दिन केही साना कामहरू गर, निरन्तरता राख। यसले तिम्रो पढाइको सुधारमा ठुलो परिवर्तन ल्याउनेछ। र नम्बर लास्टमा रहेको छ लर्न फ्रम मिस्टेक। गल्तीबाट सिक्नु। मिस्टेक आर अपर्च्युनिटिज टु लर्न। गल्तीलाई डरको रूपमा नहेरी त्यसबाट सिक्नको अवसरको रूपमा हेर। यसले तिमीलाई अझ राम्रो बनाउन मद्दत पुर्याउँछ। यो भिडियो हेरेर हजुरहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुलिनु होला। आशा गर्छु नेक्स्ट भिडियोमा म उपस्थित हुनेछु। किप वर्किङ हार्ड, स्टे फोकस्ड एन्ड नेभर गिभ अप। लेट्स गो।